साँच्चै आवाज हुन्न भन्थे दैव तेरो लाठीमा। एक आमाको छोरा शब्द अड्क्यो घाँटीमा। आमाको मुख हेर्ने दिन औँसी आउँदै थियो। पापी दैव दुई छोराको लास उपहार दियो। छोरा आउने दिन कुरेर बसेकी ती आमालाई। आमा भेट्न जान ठिक्क थिए दाजुभाइ। अन्जानैमा गल्तीले फोन सञ्जीवकोमा गयो। त्यही नि हुमा कहाँको के त मम भयो। कहाँ छस् के छस् थर्काइरह्यो मङ्गल बजार भने। भेट गरेर कुरा गरौँ दाइ भाइको सोच पनि। सुमित सिर्जन भेट्न गए माफी मागौँ भनेर। सञ्जीव आयो दाजुभाइकै काला बनेर। एउटा गलत नम्बर पर्नु कति सानो कुरा। केही नसुनी एकोहोरो प्रहार गर्यो छुरा। पाटन कृष्ण मन्दिर अघि छुरा प्रहार भयो। दबाई पानी गर्नै नपाई दुइटैको ज्यान गयो। जानी बुझी हत्या गरी बाना अनेक प्रकार। अपराधीलाई खोजी खोजी फाँसी देन सरकार। अपराधीलाई खोजी खोजी फाँसी देन सरकार।